प्रधानमन्त्री बालेन्द्र शाह बालेनको राजीनामा माग्दै संसदमा हंगामा गर्दै अपशब्द बोलेपछि भयो हंगामा, कुर्सी तोडातोडको स्थिति। सुकुम्बासी व्यवस्थापनमा गृह मन्त्रीको खोजी, राज्य व्यवस्था समितिमा शाहीको विरोध, प्रधानमन्त्री उपस्थिति नभए विरोध जारी रहन्छ, कांग्रेस नेताको जिकिर, गणेश पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ। प्रतिनिधि सभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल। एमाले नेता महरले भने प्रधानमन्त्री ज्यू नआएसम्म यो बैठक चल्न सक्दैन, विकास गर्न खोजेको लोकतन्त्र कि बालेनतन्त्र। र अब विपक्षीले दिए प्रधानमन्त्री सदनमा नआए अवरोध गर्ने जनाउ, प्रतिनिधि सभाको बैठक जारी। कांग्रेसले भन्यो प्रधानमन्त्री सदनमा नआए विरोध जारी राख्छौं। दर्शकवृन्द नमस्कार अनि हार्दिक स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानलमा। सदाका जस्तै आज पनि नयाँ ताजा समाचार लिएर आएका छौं। कृपया यो भिडियोलाई अन्तिमसम्म हेरी हामीलाई साथ दिनुहोला। यदि तपाईहरुले अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गरी साथमा आउने बेललाई पनि थिचिदिनुहोला। दर्शकवृन्द अब सुरु गर्छौं पूरा समाचार। नेपाली कांग्रेसका प्रमुख सचेतक निष्कल राईले सरकारको नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएमा विपक्षीहरूको विरोध जारी रहने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा कांग्रेस सचेतक राईले प्रधानमन्त्री शाह प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम गरिरहेको बताएका छन्। प्रधानमन्त्री ज्यूले प्रश्नबाट भागेर लोकतन्त्रलाई कमजोर बनाउने काम कतै प्रधानमन्त्रीले गर्नुभएको छैन। सांसद राईले भने प्रधानमन्त्री भए अनुपस्थित भए विरोध जारी रहने उनले संकेत गरेका छन्। संसद मन लागे आउने र मन नलागे नआउने चिया चौतारी नभएको उनले बताए। कार्यकारी प्रमुखले सदन जस्तो संस्थालाई बङ्क गरेर दुःख लाग्दो कुरा भएको बताएका छन्। देशभित्र रहनु भएको र संसद भवनबाट 100 मिटरको दूरीमा रहनु भएको कार्यक्रममा नआउनुले के भन्ने प्रश्न राईको रहेको थियो। उता राष्ट्रपा संसदीय दलका नेता गणेश पराजुलीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका छन्। वैशाख 29 गते बसेको बैठकमा सांसद पराजुलीले दिएको अभिव्यक्ति हटाउन सभामुखले आज निर्देशन दिएका छन्। पराजुलीले संसदमा सम्बोधनको क्रममा भरोटी लुगा लगाएर पनि नाङ्गे हिँडेको जस्तो शब्द प्रयोग गर्दैको भन्दै सभामुखले हटाउन भनेका छन्। सभामुख डीपी अर्यालले संसदहरूलाई सदनमा बोल्दा प्रयोग गर्ने भाषा शैलीमा ध्यान दिन समेत निर्देशन दिएका छन्। त्यस्तै सरकारले संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अर्थमन्त्री सोडु वाग्लेले जवाब दिने भएका छन्। प्रतिनिधि सभाको कार्यसूचीमा नीति तथा कार्यक्रममा उठेको प्रश्नमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री सोडु वाग्लेले जवाब दिने उल्लेख गरिएको छ। यससँगै प्रतिनिधि सभाको कार्यसूचीमा प्रधानमन्त्रीले नै जवाब दिने उल्लेख गरिएको थियो। प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले प्रधानमन्त्री संसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्रीले नै संसदमा जवाब दिनुपर्ने माग गर्दै आएका छन्। प्रधानमन्त्री शाह भने सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमै भए पनि संसदमा गएका छन्। राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पनि संसद छाडेर हिँडेका थिए। त्यस्तै विपक्षी दलले नेताहरूले संसदमा सम्बोधन गर्दा पनि अनुपस्थित रहेका थिए। उता नेकपा एमालेका प्रमुख सचेतक एन महरले सरकारले कुन प्रणाली शासन प्रणाली अवलम्बन गरिरहेको छ भनेर प्रश्न गरेका छन्। बिहिबार वैशाख 31 मा बसेको प्रतिनिधि सभाको बैठकमा उनले नियमावली भन्दा पनि प्रधानमन्त्रीले कस्तो नियत राखेका छन् भन्ने कुरा महत्त्वपूर्ण रहेको बताए। प्रधानमन्त्री बालेन्द्र शाह बालेन सरकारको नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाब दिन संसद बैठकमा नआएपछि उनले कटाक्ष गरेका हुन्। अहिलेको सरकारले कुन चाहिँ शासन प्रणालीले अवलम्बन गरिरहेको छ, संविधानमा व्यवस्था भएको शासन प्रणालीले अवलम्बन गरेको हो कि अरू कुनै तन्त्र विकास गरिरहेको छ उनले प्रश्न गरेका छन्। उनले लोकतन्त्र कि बालेनतन्त्र विकास गर्न खोजेको भन्ने प्रश्न उठाए। बजारमा एउटा कुरा छ, प्रधानमन्त्री बालेन्द्र शाहले लोकतन्त्रलाई भन्दा पनि कतै बालेनतन्त्र विकास गर्न खोज्नु भएको हो कि भन्ने आम प्रश्न र जिज्ञासा छ उनले भनेका छन्। महरले प्रधानमन्त्रीले पटक पटक सदनको हुर्मत लिएको जिकिर गरे। उनले प्रधानमन्त्री सदनप्रति जवाबदेही बन्नु पर्नेमा जोड दिएका छन्। त्यस्तै बिहिबारको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ। यससँगै बुधबारको बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने भनिए पनि प्रधानमन्त्री बालेन्द्र शाहले टेबल गर्ने र छलफल सुरु हुने कार्यतालिका थियो। तर अचानक प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री सोडु वाग्लेले टेबल गर्ने भएपछि विपक्षी दलका सांसदले प्रधानमन्त्रीको खोजीमा 3 पटक संसद अवरुद्ध गरेका थिए। बिहिबार सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाब दिने कार्यसूची राखिएको थियो। अघिल्लो दिन कार्यसूचीको नाम राखेर प्रधानमन्त्री नआएकोमा विपक्षीले आपत्ति जनाएका थिए। त्यसैले बिहिबार प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्रीले जवाब दिने विषय कार्यसूचीमै उल्लेख गरिएको छ। यो कार्यसूची अनुसार संसद बैठक अगाडि बढेको जनाइएको छ।